हेलो खाम्री, तपाईहरु सबैजना अकेद्दै हुनुहुन्छ होला। अनि आज चाहिँ हामी बाहिर निस्किनु सकेको छैन, घाम लागिरहेको छ पुरा हो। अनि तपाईहरुलाई आज के गर्नेछु म त्यो देखाउँछु। साथीहरु, आज चाहिँ लोकल कुखुराको मासुको सुप खानु मन लागेर आज कुखुरा काटेको। तपाईहरु हेर्दै जानुहोस् हो। अहिले सुपसँग भात खाएको म देखाउँछु तपाईहरुलाई। साथीहरु, म चाहिँ तेल हालिसके हो। ला झर्यो अदुवा र लसुन। बहिनी अलिक जगको पानी दिएन मलाई। उयो अलिक रातो रातो भुर्छु यसलाई। राखिदिइहाल्नु ल। ल छैन त रहेछ। पानी छैन नि। अनि त्यसपछि प्याज हाल्छु। बहिनी कहाँ गएको? नआउनु पर्छ है बहिनी, आउनै छिटो घर ल। नआउनु पर्छ। यसलाई चलाएर मजाले भुट्नुपर्छ। हेर्नुहोस् है साथीहरु, अब मसला हाल्छु हो। हर्दी बहिनी बन्द गरिदेऊ न, नबिसाइकन। रङ खोर्सानी, यो चाहिँ गरम मसला। यो चाहिँ मिट मसला। ला अनि तपाईहरुको स्वाद अनुसार नुन हाल्नुहोस्। म चाहिँ अलिक चर्कै खान्छु नुन। बहिनी यो पानी ल्याइदेऊ न अलिकति मलाई जगको। मुनि पुरा डढेछ नि त हौ। अन्त अब चाहिँ मजाले मसला पकाउँछु 5-10 मिनट। त्यहाँबाट मासु हालेर मजाले पकाउँछु। तपाईहरु हेर्दै गर्नुहोस् ल। अब चाहिँ म मासु हाल्छु साथीहरु हो। लु मैले बसाइसकेँ। अब म अरू काम गर्छु हो। साथीहरु पकाइ पनि सके, काम सकेर नुहाइ गरेर खाना खाँदैछु हो। यहाँ आउ न अन्त। यो चाहिँ मासु, यो चाहिँ झोल यहाँ छ। झोल हाल्नु पर्यो।
यहाँ हेर्नुहोस् है अचार भात मैनी लु लु भाइको पनि देखाइदिनु अरे हौ लु लु भान्स केटाले पनि खाँदैछ नि त मसँगै खाना अबे के हो भाइ त्यो अचार होइन हौ यो झोल हो झोल हामी झोल खाँदैछौँ मैनी लु देखाउ 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 हामी खाजा खाएको छ हामी खाना खाँदैछु भन न हामी खाना खाँदैछौँ मलाई चाहिँ एउटा सब्जी भए पुग्छ दुई तीनवटा बोल्नु नदिने नै दुई तीनवटा सब्जी छ भने चाहिँ बिर्सिहाल्छु म चाहिँ एउटा खाँदा एउटा बिर्सिहाल्छु हो म उयो कुखुराको छाला चाहिँ मन पर्दैन नि त भाइ खानुहोस् 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 एमी नाना कहाँ गयो है यो हालिदिनु न अलिकति चिची हालिदिनु यो ल यहाँ तेल खाएको छ है मेरो पेलो छ हेर कहाँ गइकन आएको खान्छु नि खान न मलाई नखेल्नु है बहिनी सुप हो कुखुराको अहिले माछा मासु के खाँदैन मेरो छोरीले चाहिँ म खान्छु चिची खाने ल बहिनी यसको त यो त नि बस्तीको के लोकल मासु त्यस्तो हुँदैन नि यसमा त ब्रोइलरको जस्तो दाल भात त माथि नै खायो भने मात्रै हो आमाकोमा जा खानु ल ल अहिले आमाकोमा खानु र दुईजनाले मलाई खानु दिएन हौ खाना पनि झन्डै झोल घोप्ट्यायो बुई कस्तो अचार पिरो न पिरो छ कहाँ छ अमिलो अचार खानु हुँदैन बहिनी सबैजना मार्की ज्वरो भइराखेको छ बुई त्यो नाक त्यो त दबाई पो त भाइ खा खान आउँछ नि बहिनी राख्नु न मासु त छैन है बहिनी भाइले पो बुढ्छ टोक्छ है हड्डीहरू है म चाहिँ खाइसकेँ हो अब ओइ सुप अलिकति
खाएको दामी भएछ कसले घोप्ट्या मिमी घोप्ट्यायो म त कुर्छु नि अहिले बराल्नु दिन्छु नि त्यहाँ भाइले हैन हैन म भात खाँदैन कि खान्छौ आमा भाइलाई भात भरे ल्या खाएन भने यता ल्याउ न म भाँडा मोल्छु नि भाइ बाई साथीहरू भात ल्याउ त नेक्स्ट टाइम भेटौँ